सपनाको देश अमेरिका, जहाँ हजारौं नेपाली विद्यार्थी आफ्नो भविष्य खोज्न जान्छन्। तर अब त्यो सपनाको बाटोमा ट्रम्प प्रशासनले एउटा ठूलो तगारो तेर्साइदिएको छ। ड्युरेसन अफ स्टेटसको युग सकिएको छ। अमेरिकाको ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिजा नियममा एउटा ठूलो र कठोर परिवर्तनको घोषणा गरेको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले विदेशी विद्यार्थीहरूका लागि टाइम लिमिट तोकिदिएको छ। दशकौंदेखि चल्दै आएको लचिलो नियमलाई खारेज गर्दै अब विदेशी विद्यार्थीहरूमाथि थप कडी कडाउ गर्ने अन्तिम योजना सार्वजनिक गरिएको छ। अब भिजा विश्वविद्यालयले होइन, सिधै अमेरिकी सरकारले नियन्त्रण गर्नेछ। सरकार भन्छ यो सुरक्षाका लागि हो, तर शिक्षाविदहरू भन्छन् यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अनावश्यक मानसिक दबाव हो। यस नयाँ नियमले F1 र J1 भिसामा अमेरिका पुगेका लाखौं विद्यार्थीको भविष्यमा कस्तो प्रभाव पार्ला? नेपाली विद्यार्थीहरू यसबाट कसरी प्रभावित हुनेछन् र किन अमेरिकी शिक्षा क्षेत्र नै यो निर्णयको विरोधमा उभिएको छ? आज हामी यसै विषयमा विस्तृत चर्चा गर्नेछौँ। सबैभन्दा पहिले बुझौं ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी DHS ले ल्याएको नयाँ नियममा मुख्य रूपमा के कुराहरू छन्। अबदेखि विदेशी विद्यार्थीहरूले संघीय सरकारको पूर्व अनुमति नलिकन 4 वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन्। पाठ्यक्रमका कार्यक्रमहरू परिवर्तन गर्न वा एक विश्वविद्यालय कलेजबाट अर्कोमा सर्न अब निकै कठिन हुनेछ। यसअघि जस्तो सहजै कलेज वा विषय फेर्ने सुविधा बन्द प्राय हुनेछ। साथै हालसम्म विद्यार्थीहरूको भिसाको अवधि थपिदिने वा निर्णय गर्ने अधिकार अमेरिकी उच्च अध्ययन संस्थाहरूसँगै हुन्थ्यो। तर अब यो अधिकार विश्वविद्यालयबाट खोसेर पूर्ण रूपमा संघीय अध्यागमन विभागको हातमा पुर्याइदिएको छ। पढाइ वा ग्रेजुएसन सकेपछि स्वदेश फर्कन वा अन्य कुनै भिसामा स्टेटस चेन्ज गर्नका लागि दिइने समयलाई 60 दिनबाट घटाएर जम्मा 30 दिन बनाइएको छ। यसअघि F1 विद्यार्थी भिसा वा J1 एक्सचेन्ज भिसामा जानेहरूलाई ड्युरेसन अफ स्टेटसका आधारमा भिसा दिइन्थ्यो। अर्थात् विद्यार्थीले आफ्नो अध्ययन जारी राखेसम्म अमेरिकामा वैध रूपमा बस्न पाउँथे। तर अब त्यो सुविधा पूर्ण रूपमा समाप्त पारिएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार यो नियम ल्याउनुको मुख्य उद्देश्य भिसाको दुरुपयोग रोक्नु र राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउनु हो। होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्क वेन मलिनले यस निर्णयको बचाउ गर्दै भनेका छन्, दशकौंसम्म विदेशी विद्यार्थीहरूलाई अनिश्चितकालका निम्ति अमेरिका भित्रन दिइयो, जसका कारण हजारौं व्यक्तिहरूले हाम्रा अध्यागमन प्रणालीको दुरुपयोग गरे। उनीहरू विभिन्न सस्ता वा साना कोर्सहरूमा निरन्तर भर्ना हुँदै अनिश्चितकालसम्म अमेरिका नछाडी बसिरहे। सरकारको दाबी छ कि केही मानिसहरू विद्यार्थी भिसाको आडमा वर्षौंसम्म अमेरिकामा काम गरेर बसिरहेका छन् र यो कदमले वास्तविक विद्यार्थीलाई मात्र अमेरिकामा रहन दिनेछ। सरकारी दाबी एकातिर भए पनि अमेरिकी शिक्षा क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूले भने यो निर्णयको तीव्र विरोध गरेका छन्। विदेशी विद्यार्थीहरूलाई परामर्श दिँदै आएको गैर नाफामूलक संस्था एसोसिएसन अफ इन्टरनेशनल एजुकेटर्स नेफ्साले यस नियमलाई अनावश्यक र गलत रूपमा निर्देशित भनेको छ। नेफ्साकी प्रमुख कार्यकारी फान्टा अफका अनुसार यो नयाँ नीतिले लामो समयदेखि प्रभावकारी रूपमा काम गरिरहेको प्रणालीमा अनिश्चय, कर्मचारी तन्त्रको झन्झट र त्रास घुसाएको छ। यो त समस्याले नभएको ठाउँमा समस्या खोजेर समाधान गर्न खोज्ने जस्तो मात्र हो। यसको प्रत्यक्ष असर कसरी पर्छ यस विषय पनि बुझौं। सामान्यतया अमेरिकामा ब्याचलर्स डिग्री 4 वर्षको हुन्छ। यदि कुनै विद्यार्थी बिरामी भयो, क्रेडिट ट्रान्सफर गर्दा समय थपियो वा विषय परिवर्तन गर्नु पर्यो भने 4 वर्षमा पढाइ नसकिन सक्छ। यस्तो अवस्थामा भिजा लम्ब्याउन सरकारी निकायको चक्कर काट्नु पर्नेछ। यसका साथै अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपाल र एसियाली देशका विद्यार्थीहरू विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित यानि कि स्टिम विषयमा स्नातकोत्तर वा डक्टरेट PhD गर्न अमेरिका जान्छन्। PhD र अनुसन्धानका कार्यक्रमहरू पूरा हुन प्राय 5 देखि 7 वर्षसम्म लाग्छ। शोधपत्र प्रकाशन गर्न र ल्याब रिसर्चका लागि थप समय अनिवार्य हुन्छ। अब हरेक थप समयका लागि संघीय अनुमति लिनुपर्ने भएपछि अनुसन्धानकर्ता विद्यार्थीहरू ठूलो तनावमा पर्नेछन्। अब कुरा गरौं यसको सोझो असर नेपाली विद्यार्थीहरूमा कसरी पर्छ। नेपालबाट अमेरिका जाने विद्यार्थीहरूको संख्या ठूलो छ। धेरै जसो नेपाली विद्यार्थीहरू पढाइसँगै पार्ट टाइम काम गर्ने, कलेज वा विषय परिवर्तन गरेर अलि सस्तो कलेजमा सर्ने वा ब्याचलर्स पछि मास्टर्स गर्दै अमेरिका बसाई लम्ब्याउने सोचमा हुन्छन्। धेरै नेपाली विद्यार्थी सुरुमा सहजै भिसा पाइने कलेजमा पुगेर पछि अर्को विश्वविद्यालयमा ट्रान्सफर हुने गर्दथे।
अब नयाँ नियमले यसलाई लगभग असम्भव वा निकै झन्झटिलो बनाइदिएको छ। पढाइसकेपछि पहिले 60 दिनभित्र ओपीटी अर्थात् अप्सनल प्र्याक्टिकल ट्रेनिङ वा अन्य भिजामा जान सकिन्थ्यो। अब 30 दिनभित्रै सबै प्रक्रिया पूरा गरिसक्नुपर्नेछ, नत्र अमेरिका छाड्नुपर्नेछ। अब भिजा थप्ने जिम्मा विश्वविद्यालयको साटो सरकारी अध्यागमनको हातमा पुगेकाले आवेदन स्वीकृत हुन महिनौं लाग्न सक्छ। प्रक्रिया अड्किएमा विद्यार्थीको कानूनी हैसियत नै जोखिममा पर्न सक्छ। यो कुनै एक्लो निर्णय होइन, यो ट्रम्प प्रशासनको अमेरिका फर्स्ट र आप्रवासन रोक्ने समग्र नीतिको एउटा हिस्सा हो। कतिपय प्रतिष्ठित कलेजहरूमा विदेशी विद्यार्थीको संख्या तोक्ने प्रयास भइरहेको छ। अमेरिकी विदेश नीतिको आलोचना गर्ने विद्यार्थीहरूको भिजा रद्द गर्ने काम भइरहेको छ र विदेशी विद्यार्थीहरूलाई अतिथि भन्दा पनि सम्भावित सुरक्षा चुनौतीको रूपमा हेर्ने दृष्टिकोण हावी हुँदै गएको छ। यसको सीधा अर्थ हो अमेरिका अब विदेशी विद्यार्थीहरूका लागि पहिले जस्तो स्वागत योग्य नरहन सक्छ। ट्रम्प प्रशासनको समग्र नीति आप्रवासन रोक्ने र विदेशी विद्यार्थीको संख्या नियन्त्रण गर्ने रहेकाले आगामी दिनमा नेपाली विद्यार्थीका लागि अमेरिकाको यात्रा थप चुनौतीपूर्ण हुने पक्का छ। सेप्टेम्बर महिनाबाट लागू हुन लागेको यो नयाँ नियमले अमेरिकी उच्च शिक्षाको आकर्षणलाई केही हदसम्म घटाउन सक्छ।